हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई। अब चाहिँ म भर्खर उठेको छु। अब चाहिँ ब्रस गरेर खाजा बनाउनु छ। म चाहिँ खाजा खाएर पनि फेरि माथि सुँगुरको खाजा दिनु जाँदैछु। मेरो त कामै हो के गर्नु, बिहान उठ्यो खाजा बनायो, सुँगुर चारो, दाउरा, घाँस। आज चाहिँ घाम चाहिँ दामी लागिरहेको छ है। विन्टरमा लगाएको ब्ल्याङ्केटहरू चाहिँ निकालेर धुने खालके घाम लागिरहेको छ। अर्ग्यानिक धनिया ल आन्टीले देख्यो नि। लानु पर्यो ल इन कर धनिया लगे आन्टी भनेर त भनिराख्नु पर्यो नि फेरि। के गरी खाँदैछौ? आज त घाम छाड्नु लागेन त। कता जाने? सघाउनु बिहामा काम सघाउनु जाउँ भनेर नि। कताबाट पो? घरबाटै आएको नि। म तिम्रोमा आउँ भन्दै थिएँ, तिमी त आइपुगेछौ। किन पो? भात त मागिखाउँ भनेर नि। पकाएको छैन, अब पो पकाउँ भने। मलाई खोले पकाएको छु कि। माइजूले चाहिँ यहाँनिर मिसिन सिलाइ बुनाइको कामहरू पनि गर्छ है, सम्पर्क गर्नु होला तपाईँहरूले। फाटेको टुटेको फुटेकोहरू म एकदम जोड्नुको लागि। मेरो मन फाटेको छ, जोडिदिनु सक्छौ? यहाँ राख न, म सिलाइदिन्छु तिम्रो मन। हेलो गुड आफ्टरनुन सबैजनालाई। मेरो चाहिँ दिउँसोको लन्च भइसक्यो, सायद तपाईँहरूको पनि भइसक्यो होला। म चाहिँ अब आज चाहिँ इस्कुसको पत्ता छाट्नु पर्ने छ। इस्कुसको झ्याङमा चढ्दै गएपछि चाहिँ इस्कुसको पात छाट्नुपर्छ अरे। त्यही भएर अब चाहिँ जाँदैछु म।
हेर्दै गरौँ तपाईहरुसँग। चारो पनि पाकिसक्यो अब। अब चाहिँ सुँगुरलाई चारो पनि हालिसकेँ। अब चाहिँ कोठमा आउँदैछु। गाईलाई घाँस हाल्ने टाइम भयो। पर्खिरहेको रहेछौ। हेलो एभ्रिवान, गुड इभिनिङ सबैजनालाई। आजको मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? सायद हेर्नुभयो होला। हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब गर्नु चाहिँ नबिर्सिनु है सबैजनाले। फेरि पनि यस्तो नयाँ नयाँ भिलेज भ्लगमा तपाईहरुसँग उपस्थित हुने नै छु। त्यतिसम्मको लागि सबैजनालाई बाई बाई, गुड नाइट, शुभरात्री।